रोलिङ है त ल एक्सन गोबर गणेशका मेरा दुई टिम वर्षा शिवाकोटी र मरिचमान गोबरको गणेशको हो गोबर चाहिँ को थाहा छैन अब गोबर चाहिँ यहाँ मलाई बनाउन सक्छ तर गणेश चाहिँ को हुनसक्छ त्यसको लागि हामी भन्दा त दाइ नै हुनुहुन्छ नि पर्फेक्ट लास यत्रो मिडियाको साथमा ठिक छ नि राम्रो भिडियो आइसक्यो लास्टमा क्यामेरा अन भइरहेछ के एउटा टिकटकको तपाईँको टिकटक आएको भाइरल आउँछ पाउँछ होइन ओके हामी गोबर गणेशको सुटिङमा छौँ गोबर गणेश सुटिङ आउँदैछ मरिचमान श्रेष्ठ बल्छी ध्रुवको फिल्म सँगै वर्ष सहकारी हुन्छ अब समाचार सबैलाई थाहा छ सुटिङ भइरहेको छ सुटिङ सकिएर सायदै अब 2 हप्ताभन्दा बढी छ होला हामीलाई लाग्छ यहाँलाई स्वागत गरेको थ्याङ्क यू धेरै नै बोल्न मिल्दैन आज केही घन्टा हामीले बितायौँ के हुँदैछ भन्ने कुरा जति खोल्न मिल्छ खोल्नु तर कसैको यो लुक्सबाट आएको सिन्दुर छ सिउँदोमा त्यति त खुल्यो अरू त खुल्न पाएन त्यति त खुल्यो पक्कै श्रीमती हो डेफिनेटली अब अथवा श्रीमान तपाईँ नै हो त्यही एउटा चाहिँ सस्पेन्स भएको त्यो त खुलिहाल्यो को भन्ने चाहिँ सस्पेन्स म पनि सोच्न सुत्नु रहेछ एकदम भित्री कुरा को रहेछ के रहेछ र त्यही थाहा हुन्छ नि त म पनि सोच्दैछु क्या वर्षाजीको सिन्दुर हालिरहेको छ सोच्दैछु अब गोबर गणेश आउँदैछ दर्शकलाई थाहा छ वर्ष शिवपछि सँगसँगै अन्य कलाकार अब वर्ष चाहिँ कस्तो भूमिका देखिनुहुन्छ र भन्ने कतिपयले अलिअलि हिन्ट्स त आउँछ मैले अलिअलि यो भनिरहँदाखेरि अब सिङ्गल धेरै हुनसक्छ एउटा श्रीमती त हरेक फिल्ममा होइन त कस्तो कस्तो फिल्म हो होल फिल्म मैले श्रीमती हो कि गर्लफ्रेन्ड हुँदै श्रीमती हुँदै एउटा चलको हो कि गोबर गणेश पहिलेदेखि सपोर्ट गरिरहेछ भन्ने कुरा चाहिँ संक्षिप्त फेसमा ओके अब गोबर गणेशमा बल्छी ध्रुवलाई कसरी कि मञ्चमा देख्छु बल्छीलाई देखिन्छ होइन र अब त्यहाँ के देखिन्छ भने त्यो पनि सिनेमा हेर्नु चाहिँ मजा आउँछ कि होइन भन्नु मागेको क्या मागेको होइन बल्छी ध्रुवलाई चाहिँ देखिन्छ अर्को कुरा जुठोलाई देखिन्छ त्यसलाई पनि देखिन्छ नयाँ केही चिज नयाँ चिज केही हामीले ल्याउने कोसिस गरेका छौँ अब त्यो चाहिँ हाम्रा श्री भगवान्को दर्शकहरूको हातमा छ उहाँहरूको माया गर्नुहुन्छ भने हामीले आशा गरेका छौँ अब जस्तो चर्चा चाहिँ माग्ने राजाको बेला पनि माग्ने बुढाको जोडी हुँदाखेरि खुट्टा माग्ने बुढा भनेको त अलिक अर्कै खालको क्यारेक्टर थियो नि त उहाँलाई हिरो मान्थेन अथवा उहाँ सबैले मान्थेन तपाईँलाई त्यस्तो मान्दैन दर्शकले बल्छी ध्रुवले मान्छन् होइन त्यो तपाईँलाई त्यो हेरिरहेको भएर क्या अब यो जोडीले देख्दाखेरि अलिक अनौठो मान्नुहुनेछ दर्शकले तपाईँलाई माग्ने राजापछि फेरि अर्को अनौठो आयो त्यस्तै जोडी पऱ्यो होइन तपाईँलाई होइन अब काम त सबैजनासँग गर्नु परिहाल्यो नि होइन र अब कस्तो जोडी त अब उहाँ होइन उहाँहरू होइन भने कस्तो त भन्ने कुरा पनि हो तर मलाई चाहिँ एकदमै खुसी लागेको छ उहाँहरूसँग काम गरिँदाखेरि जस्तै माग्ने दाइसँग अगाडि उहाँहरूसँग काम गरिदियो होइन उहाँहरूको काम गर्ने शैली फरक छ र हामी सिक्ने कुराहरू पनि धेरै छ र त्यो हुँदै गर्दाखेरि एक किसिमको अब एउटा आर्टिस्ट भएर बसिसकेपछि एकैजनासँग मात्रै काम पनि हुँदैन सबैजनासँग काम गर्नु र काम गर्दै जाँदाखेरि सबैजना हुन्छ यही नै हो अब चलचित्र क्षेत्रमै काम गर्नु भएपछि सबैजनासँग काम गर्नु अब बल्छी ध्रुवलाई चाहिँ कस्तो लागिरहेको छ बसिसकेपछि आफ्नो नायिका श्रीमती मलाई त सबै कुराहरू मलाई पहिलादेखि नै उहाँको चाहिँ त्यो मैले फर्स्ट सिनेमा चाहिँ पशुपति प्रसादमा भन्नबोल्ने एउटा क्यारेक्टर कलेजबाट आउने नाता लड्ने जाने त्यहाँदेखि नै मैले नोटिस गरेको थिएँ उहाँलाई होइन त्यो कारणले गर्दा मलाई उहाँको एक्टिङहरू पर्सनल लाइफ सबै कुराहरू मन पर्थ्यो मलाई उहाँहरूको चाहिँ
मैले सबै कुरा फलो गरिरहेको थिएँ। त्यो भएर अब काम गर्ने भएपछि अनि मैले पछाडि काम गरौँ न त भन्ने कुरा हो, काम मिल्यो भने गरौँ त भन्ने कुरा हो। त्यो कारणले गर्दा म एकदम पहिलादेखि नै उहाँप्रति एकदम पोजिटिभ थिएँ एक्टिङ वाइज सबै कुराहरू। त्यो कारणले गर्दा मैले पनि सहज ल टाइम मिल्यो भने गरौँ। अहिले यति सहज भएको छ कि काम गर्दा मजा आइरहेको छ। र मेरो त पहिलो सिनेमा हो होइन, म सिरियल त बनेर आएको छु, तर काहीँ न काहीँ थोरै हाम्रो यति कुराहरू टिम ठुलो हुन्छ बनाउने, अलिकति भनौँ न त्यो सेटअप ठुलो हुन्छ। त्यस कारणले गर्दा म कस्तो हुन्छ होला, यति धेरै सिनियर दाइहरूसँग मेरो गुरु यता दाइसँग काम गरिसक्नु भएको, दिपक दाइसँग काम गरिसक्नु भएको, अनि सबैजना ठुल्ठुलो डिरेक्टरसँग काम गरिसक्नु भएको। अब मैले चाहिँ म एउटा सिरियलबाट आएको मान्छे होइन, अब कसरी गराउँछु होला, असहज पो हुन्छ कि भन्ने लाग्थ्यो। तर मलाई एकदम कम्फर्टेबल लाग्यो वर्षाजी, मलाई एकदम आनन्द भइरहेको छ। भनेपछि फिल्म तपाईँको पहिलो होइन, तर मलाई धेरैवटासँग फिल्म काम गरिसके जस्तो फिल भएको छ। मेरो टिम चाहिँ यति सहज, मैले जे सोचेको थिएँ त्योभन्दा फरक पाएँ मैले। सबैजना एकदमै सबैजनाले चाहिँ आफ्नो ठाउँबाट यति धेरै भनौँ न त्यो। अब ओके, अब दर्शकको पोइन्ट अफ भ्यूबाट यसो हेर्छु ल। हिरो हिरोइन फिल्म गुन्डा भिलेन होइन, लडाइँ माया प्रेम फिल्मको लागि यसरी हेर्छु दर्शक। पछिल्लो केही वर्गहरू हुनुहुन्छ होला एकदमै क्यारेक्टरमा हेर्ने, नत्र भने कुन हिरो कुन हिरोइन। अब हिरोले फेरि भिलेनले हिरोलाई कुट्ने, हिरोले भिलेनलाई कुट्ने, हिरोइनलाई बिहा गर्ने, हिरोले यस्तो यस्तो खालको अझै पनि चल्छ त, जहिले पनि चल्छ होइन। अब पोइन्ट अफ भ्यूबाट हेरिरहँदाखेरि दर्शकको हिरो र हिरोइन होइन, अब सिन कसरी बग्छ होला, तपाईँले पनि घुमाउनुहुन्छ होला। म चाहिँ हिरोइन हो क्या, म त मैले होइन अडियन्स त्यही मान्दछ नि र फेरि यस्तो दर्शकहरूले मान्नु भएको छ भने त म फेरि अब उहाँहरू नै हो सबै भगवान् होइन, उहाँहरूकै हातमा छ। त्यो कारणले हामीले केही भन्नै सक्दैन, उहाँहरूले जे भन्नुहुन्छ त्यही। हाम्रो फिल्मको चाहिँ हिरो हिरोइन भनेकै कथा हो भनौँ न, त्यसपछि अरू भनेको त कथाको छ, सबै पात्रहरू। अब त्यहाँ त गीत पनि हुन्छन् होला, रोमान्टिक सिनहरू हुन्छन् होला, धेरै कुराकानी गरौँ त। दुईजनाको रोमान्टिक सिन, कति रोमान्स त कतिवटा सिन गइसक्यो होइन, बाँकी सिन छ भन्नु अलिअलि छ, बाँकी छ अलिअलि अलिअलि भइरहेको छ। के भयो पछाडि त्यहाँभित्र अलिअलि सिन भनिदिनुहोस् न, स्टोरी गर्नु पर्दैन। अब त्यसरी खुलाउन सकिँदैन, तर आज हाम्रो यो 20औँ दिन होइन चलचित्र छायाङ्कन भइरहेको, र आजको दिनसम्म आइसक्दाखेरि कतै पनि एकदमै असहज महसुस भइरहेछ। सबै टिम यति प्रोफेसनल हुनुहुन्छ। अब भनिरहँदाखेरि उहाँहरूले सिरियलबाट काम गरेर आउनु भएको हुने मात्रै हो, नामको मात्रै हो, तर कथा वाचन फरक हुनसक्छ, त्यो त सबैजनाको हुन्छ। चलचित्रमा काम गरिरहेकोहरूको पनि हुन्छ, बाहिरबाट आउनुभएको सबैजनाको फरक हुन्छ। तर यति सहज तरिकाले सबैजनाले यति सहज तरिकाले काम गरिरहनु भएको छ। कतै पनि त्यो कोही फरक टिमसँग कोहीसँग काम गरिरहेको एकदमै सहज र एकदमै आजको 20औँ दिनसम्म पनि हामीलाई कुनै किसिमको प्रेसर, त्यस्तो धेरै स्ट्रेस त्यस्तो केही पनि छैन। अब लगभग हाम्रो सकिन पनि लागिसकेको छ होइन। आइन्जेलसम्म जे छ हामी सबैजना यति पोजिटिभ छौँ, चलचित्र राम्रो बनेको छ चाहिँ एकदमै विश्वास छौँ। किनभने कति चलचित्रहरू काम गर्दै सुटिङ सेटमै पनि सुटिङ नसकिँदै पनि कति चलचित्रहरू यो चाहिँ यस्तो बनाएको छ है भन्ने फिल हुन्छ कि हामी आफैलाई पनि कति डिमोटिभेट भइसकेको हुन्छ, यो भने यस्तो काम भइरहेको छैन भन्ने कति चलचित्रहरू त्यो हामीलाई थाहा हुन्छ, फिल हुन्छ बनिरहेको छ भनेर। सो यसमा चाहिँ सबैजनाले यति सपोर्ट पनि गरिरहनु भएको छ। उहाँ फेरि पर्सनली पनि यो चिन्ने मौका त भयो नि उहाँलाई, यत्रो दिनसम्म काम गरिरहँदाखेरि यति कुल र यति काम, एकदमै काम मान्छे हुनुहुन्छ। जसरी उहाँको हाँसो नै सबैभन्दा वेपन हुन्छ होइन, किनभने होइन जस उहाँलाई देख्ने बित्तिकै त्यो कस्तो पोजिटिभ अनि एकदम ब्राइट फिल हुन्छ, एकदम गुड फिल हुन्छ। अनि उहाँलाई अलिकति कति स्ट्रेस भयो पनि उहाँलाई देख्दाखेरि उहाँ एज एन डिरेक्टर, एज एन एक्टर, एज एन प्रड्युसर पनि काम गरिरहनु भएको छ चलचित्रमा, तर पनि यति स्ट्रेसलेस फर्स्ट टाइम देखाएँ होला मैले एउटा कुनै पनि चलचित्रमा। यत्रो तिनवटा पोजिसन ब्याक गरेर पनि यति चिल मान्छे चाहिँ उहाँ नै देखाएँ होला। एकदमै शान्त छ कि काम गरेर स्ट्रेस काम गरेर सायद त्यो चिल चाहिँ तपाईँ छेउमा हुनुहुन्छ नि त, त्यो 20 दिनसम्म तपाईँ यति राम्रो मान्छेको छेउमा भएपछि के खान प्रेसर लिनु होइन होइन। मसाजीले भन्दा जस्तै म चाहिँ काममा चाहिँ प्रेसर चाहिँ लिन्न, किनभने जे त म अहिले के सोच्छु भन्दाखेरि यो कुराहरू हाम्रो हातमा छैन, त्यो सबै माथिबाट प्लान गर्दै सक्नु भएको छ भगवान्ले। त्यो कारणले गर्दाखेरि
आज यो हुन्छ यस्तो आज हजुर उडाउँदा पनि 7:30 भनेको थिएँ 12 बजेको सुट भयो होइन भन्न खोजेको त्यो के हुँदो रहेछ भने सबै एउटा समयले सबै कुराको समय हुन्छ त्यो समयभन्दा जब आफू अगाडि जान खोजिन्छ त्यसपछि स्ट्रेस हुन्छ म चाहिँ के गर्छु समयलाई छोडिदिन्छु समयले लिएर गइरहेको हुन्छ त्यो कारणले गर्दाखेरि कहिले के ल्याउनु ठिकै छ केही छैन अब गरौँ न फेरि ल्याउँ न भन्छु यसरी त्यो भएर म आनन्दले काम गरिरहेको छु मलाई यस्तो मजा आइरहेको छ कि त्यो पहिलो दिन दोस्रो दिन चाहिँ म सिनेमा खिच्दैछु यार भन्ने डर पनि थियो केही हुन्थेन कि तर अहिले चाहिँ मलाई मैले सिरिजहरू खिच्छ भन्दा पनि सहज भइरहेको छ